नमस्ते सबैजनालाई स्वागत छ मेरो नयाँ भ्लग भिडियोमा है। आज चाहिँ जाँदैछु म ड्युटी। मेरो फुल लुक चाहिँ यस्तो छ। अन्त यहाँ चाहिँ लिची यति फलिरहेछ, टिपेर टिपेर खाइसक्यो नानीहरूले। ढिलो भयो आज चाहिँ, यत्रो दिन छुट्टी भएर फेरि ड्युटी जानु पर्दा कस्तो अल्छी लाग्दो रहेछ क्या। रेडीहरू भएँ होरे, खानाहरू बनाएर अब चाहिँ जाँदैछु म ड्युटी हो। गाडी पाउँदैन नि त, अलिक छिटो निस्किनुपर्छ, 12:30तिर निस्किनुपर्छ हो। अन्त जाँदैछु म चाहिँ। कसलाई अल्छी लाग्छ ड्युटी जानु भन्नु चाहिँ, मलाई त पुरा अल्छी लाग्छ। 4 दिन छुट्टी थियो, फ्राइडे त गइनँ म। बहिनीको बिहा थियो नि त, बहिनी भन्दा पनि देवर र देवरको बुढी बिहा थियो नि त। अन्त चाहिँ म ड्युटी जानु पाइनँ। फ्राइडे स्याटरडे सन्डे त छुट्टी नै हुन्छ। अन्त मन्डे चाहिँ के पो भन्छ, बुद्ध पूर्णिमा होइन, बुद्ध पूर्णिमाको छुट्टी थियो। अन्त 4 दिन बस्दाखेरि चाहिँ बसेर जानु पर्यो त, रुनु पर्दो रहेछ साथीहरू। जाँदैछु, 12:30मा हिँड्नु चाहिँ साह्रो अल्छी लाग्दो रहेछ क्या। जाने ल म अहिले भेट्छु तपाईँहरूलाई ल, पुगेपछि। अहिले चाहिँ टोटो आइसकिसक्यो त, छिटो छिटो जानुपर्छ। हेलो साथीहरू, म चाहिँ कामबाट ड्युटीबाट आइपुगेँ। आज के भयो भने मसँग मैले चाहिँ पर्स बिर्सेछु मेरो घरमै हो, छैन। गाडीवालालाई पैसा दिनै थिएन, अन्त लास्टमा दोकानमा मागेर चाहिँ दिएँ होइन। थाक्यो पुरा। आइपुगेर अब चाहिँ मुखसुख धोएर बस्छु। यति शान्ति हुन्छ, यति आनन्द हुन्छ नि कामबाट घर आइपुग्दा चाहिँ, के भन्नु। कहिले घर पुगौँ र सुतौँ जस्तो हुन्छ क्या। हुन्छ, म चाहिँ घर आइपुग्न आँटेँ है। बाई, सी यु इन नेक्स्ट भिडियो। बाई बाई सबैलाई, सी यु इन नेक्स्ट भिडियो है। घर आइपुग्न आँटेँ म चाहिँ।